एउटा कुरा चाहिँ अलिक गाह्रो छ है। के हो र जान्दिबा? यो काइली बिकको माइतबाट आएको वीर भनेपछि त्यो काइली बिकले लाएको फरिएको टुक्रा एउटा जिउको नै चाहिन्छ। तर ध्यान दिनुपर्ने कुरा चाहिँ त्यो काइली बिकाले लगाएको फरिएको टालो लिँदा चाहिँ काइली बिकले थाहा पाउनु हुँदैन नि फेरि। दर्शक बिन हजुरहरू सबैलाई नमस्कार। आज हामी कुरा गर्नेछौँ जुठे भाग 205 र 206 भागको बारेमा। भिडियो हेर्नु अघि प्रिय दर्शकज्यू, यदि तपाईंलाई हाम्रो भिडियो मन पर्यो भने कृपया हाम्रो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। यो तपाईंको एउटा सानो समर्थनले हामीलाई अझ उत्कृष्ट सामग्री बनाउने हौसला मिल्नेछ। एउटा कुरा चाहिँ अलिक गाह्रो छ है। के हो र जान्दिबा? यो काइली बिकको माइतबाट आएको वीर भनेपछि त्यो काइली बिकले लाएको फरिएको टुक्रा एउटा जिउको नै चाहिन्छ। तर ध्यान दिनुपर्ने कुरा चाहिँ त्यो काइली बिकाले लगाएको फरिएको टालो लिँदा चाहिँ काइली बिकले थाहा पाउनु हुँदैन नि फेरि। थाहा पायो भने फेरि मन्त्र लाग्दैन। ए जुठे जुठे ए घिस्न आइज न है, ढिँडो सेलाइसक्यो। आफै घिचे भयो त के का घिच्न आइछ? अनि घिस्नु पर्दैन त किन माथि गएर बस्यो? मजा गरेर बस्यो नि, तिमीलाई के भयो? बढी बोल्छस् ए गाडी भनेर त्यो लो त हान त कसरी हान्दै रहेछ? आउँछ नि भनेछस् एलान गरेछ। के हुन्छ? कहाँ छ नि घर आछ नि, कति मिलाएर आज उ चाहिँ किन घरार पठाएको त्यो जुनेलाई? न धेरै बढी नबोल, यहाँ घिचाइज खान्न छिटो। तिमी आफै खाऊ। म ल त हान त। हाल्न सक्दैन भनेर सोच्दै हाल्दिनु नि थाहा पाउँछ। ल फाल्दा कसरी फाल्दा सोच्दैन। घिचे भयो त नेपालबाट आएको दिन जान परिवारसँग रमाइलोसँग भलाकुसारी गर्न तातो भात खाएर आनन्दले थकाइ मारौँला भनेको त्यो दिनदेखि टुसुक्कै भन्न पाएको छ। कस्तो कर्म लिएर दशा अब दशा बाजा बजाएर आउँदैन भन्दा भन्थे, त्यस्तै भएको छ। हजुरलाई मात्रै हो, मलाई पनि त त्यस्तै भइरहेको छ। जसरी भए पनि सबै सामान चाहिँ जोडजान गर्नु पर्यो। अब त्यो काइलीको ज्यानमा लागेको फरिया कसरी काटेर ल्याउने? त्यही त भने नि जिमल साहब, फेरि उसले लगाएको त्यो फरियाको टालो लिएको उसले नै थाहा पाउनु हुँदैन। एक गरी थाहा पायो भने मन्त्रै लाग्दैन भनेको छ। के झ्याउला आइपर्यो यो मलाई। रिसाइहाल्छ नि। म चाहिँ उहाँ हजुरलाई भनेर लोग्नेको आँखा छली छली आउने, अनि हजुर भने चाहिँ काइली आमाको शुद्ध फरिया उचाल्न भ्याउने। तेरिका कुरै नबुझिकन नरिसान भने यहाँ कुरै अर्को छ। सबै कुरा आफ्नै आँखाले देखिसकेपछि के कुरा बुझिराख्नु पर्यो त? रिसाको कुरा ठिकै हो, तर कुरा त्यस्तो होइन के गोमा। हो कुरा चाहिँ के अर्कै त? छ, कुरा अर्कै छ। म तँलाई भरे भोलि भन्ला। जसरी पनि भनेछु नि फेरि भन्छु भने मैले सत्य कुरा भनेपछि तै छक्क पर्छ भएन? अब के भयो फेरि? हजुरलाई मेरो गदरै छैन, मैले जति गरे पनि हजुरले देख्छन् न। मलाई छोड्दै जानु, म जान्छु। ए जीवन के भयो भने? मलाई छोड्दै जान्छु। हजुरको घरमा हजुर आफै बसिछु, मैले बाटो खुल्ला गरिदिएँ। जे गर्छु त गर्छु हजुर। के चाहिँ गर्न लानु भएको छ र बुवा तपाईँले? योभन्दा अब के गर्नु? ए सिरदर बताइदेऊ यसलाई कुरा के हो? ए जुनगिरी मैया कुरा सुनिस्यो न पहिला। अब जुमल साहबले पनि त्यस्तो काम गरिबक्छ होला र भने खास कुरा के हो भने हो त्यही भएर त्यसको सानो फरियाको टालो काट्न भनेर गएको हामी। कुरो बुझिबक्छस् न हजुरले पनि। बुवा मलाई फकाउनु पर्दैन। पहिला तेरी आमालाई फकाएर लिएरै जा, अनि कुरा गरौँला। गइहाल, तिम्रो दुईजना गइहाल। कुरा यस्तो रहेछ के
आउन बस्यो मर्ने मैसा अब लागौ भिडियो तरफ 205 भागमा के भयो त जुठे आमा र जुठेको कुरा नै मिलिराखेको छैन। जुठेले आफ्नो आमाको कुरा काट्ने गरेका छन्। जे जस्तो भए पनि जुठेले आमाले बोलेको नै सहन सकिराखेका छैनन्। जुठेको आमाले जुठेको राम्रोको लागि भनेको कुरा जुठेलाई नराम्रो लाग्न थालेको छ। जुठे र जुठेको आमा बीच खटपट भएको देखिन्छ। जुठेले बुझ्न पर्ने कुरा के हो भने आमाले नै मलाई पालिन हुकाइन ठुलो बनाइन्। आमाको म बाहेक अरूको नै छ र भन्ने कुरा जुठेले बिर्सेका छन्। जुठेलाई त सिर्फ जुनेको मात्र चिन्ता रहेको छ। आमालाई ज भए नि जुठेलाई केही मतलब नै छैन। जुठेले त आजभोलि आफ्नो आमासँग नै झगडा गर्ने गरेका छन्। कुनै बेला यस्तो पनि थियो जहाँ जुठेले आफ्नो आमालाई निकै नै माया गर्थे। अहिलेले जुठेले आमालाई नै देखि सहदैनन्। अनि यता जुने र मनेलाई अझैसम्म नि सन्चो भएको छैन। जिमले सिरदरलाई झाँकी ठाउँ पठाउँछन् कसरी सन्चो गर्ने यिनीहरूलाई के गर्ने भनेर बुझेर आउनु भनेर। सिरदर झाँकी ठाउँ जान्छन् अनि झाँकीले सिरदरलाई जुठेको आमाले लगाएको फरियाको टुक्रा काटेर ल्याउनु जुठेको आमाले न थाहा पाउने गरी। यदि जुठेको आमाले थाहा पाएपछि मेरो मन्त्रले काम गर्दैन अनि हजुरहरूको छोरीलाई सन्चो हुन भनेका छन् झक्रीले। अनि सिरदरले जिमललाई यो सबै कुरा भने अनि जिमललाई कसरी यो काम गर्ने भन्ने चिन्ता लाग्यो। अनि सिरदर र जिमल बाटोमा हिँडिराखेका थिए अनि जुठेको आमा चौतारीमा सुतिराखेकी हुन्छन्। अनि जिमलले त्यतिखेर आफ्नो गोजीबाट कैँची निकालेर जुठेको आमाको फरिया काटिराखेका हुन्छन्। त्यतिखेर नै चौरेको बुढीले देख्छिन् र यो सबै कुरा जुठेको आमालाई भन्दिनछिन्। जुठेकी आमाले जिमललाई हजुरको म त आमा जस्तो मान्छे हजुरले मलाई यस्तो गर्नुभयो भनेर जिमलाई पाप लाग्छ भनेर भनिन। अनि जिमल त्यताबाट जान्छन्। अनि जिमलले चौरेको बुढीलाई बोलाउँछन् र यो कुरा कसैलाई नि नभनु यो एउटा विशेष कामका कारणले मैले यस्तो गरेको हुँ तिमी नरिसाउन भनेर सम्झाउँछन् अनि चौरेको बुढीले हस् भन्छन्। चौरेको बुढी र जिमलको सम्बन्ध प्रेमीको रहेको छ। चौरेको बुढीले जिमलसँग भेटनको लागि आफ्नो बुढोलाई झुट बोल्ने गर्छिन्। जिमल र चौरेको बुढीको सम्बन्ध सुजो चौरेलाई थाहा नै छैन। चौरेले यो कुरा थाहा पाए भने बिचारा चौरेको हाल त के होला हैन त साथीहरू। अनि यता जुठेको आमाले यो सबै कुरा जिमलनीलाई भनिदिन्छन् अनि जिमल घर आउँदा त जिमलनी माइकतिर जान लागेकी हुन्छन्। अनि जुनेले आफ्नो बुबालाई भन्छन् छि बुबा हजुरले यस्तो गर्नुभयो भन्छन् जिमलनी त दुखी भएर माइकतिर लाग्छिन्। अनि जिमलले सबै साँचो कुरा जुनेलाई भन्छन्। अनि जुनेले आमालाई फर्काएर ल्याउँछिन्। अनि जिमल र जिमलनीको मुखमा हाँसो फर्किन्छ। सायद आउने भाग 206 मा फरियाको टुक्रा कसले ल्याउला त। मलाई लाग्छ यो सबै काम जुनेले गर्लिन्। अनि आउने भागमा जुने र मने सन्चो होलान् त। सायद जुने र मने आउने भागमा सन्चो होलान् जस्तो लाग्छ। अब जुने र मने सन्चो हुन फरियाको टुक्रा मात्र ल्याउनु छ। सायद यो काम छिटो नै पुरा हुन्छ जस्तो छ। यदि हरू जुने र मने सन्चो भएको हेर्न चाहनुहुन्छ भने जुने र मनेको लागि कमेन्ट अवश्य गर्नुहोला। अनि हामी चाहिँ हजुरहरूसँग नयाँ भागमा भेट्ने छौँ। अहिलेलाई छुटिन चाहन्छु है त।